धाल भेछेया भेनया भेछेको भोज खाएर मात्यो भन्न खोजेको हो तर धाल भन्नाले अब राम्रो लुगा लाएर आउँदाखेरि पनि अब भोज जानको लागि राम्रो लुगा लाएर आउँदाखेरि पनि धाल भनिन्छ भेछे भन्नाले यो छे यति मात्र भेछे भन्नाले भोज घर हो भेछेया भन्नाले भोज घरको भे भन्नाले भोज नयाँ भन्नाले खाएर लेले ताल अर्थात खुसी भयो छङ्गु हे ख्वासोया तिम्रो नै मुख हेरेर छङ्गु अर्थात तिम्रो ख्वा अर्थात मुख सोया अर्थात हेरेर अनि एला लुवया अर्थात रक्सी जुन राख्न आउँछ रक्सी राख्न आएर भन्न खोजेको धेरै चुलो भनेको मातेर यसो लरबरिनु हुन्छ त्यसलाई चाहिँ धेरै चुलो भनिन्छ छ एला लुवया तिमीले रक्सी राख्न आएर छ अर्थात तिमीले एला अर्थात रक्सी लुवया अर्थात राख्नुलाई रक्सी राख्नुलाई लुवया भनिन्छ छन्त स्ववया तिमीलाई हेर्न आएर छन्त अर्थात तिमीलाई छ अर्थात तिमी छन्त अर्थात तिमीलाई स्ववया अर्थात हेर्न आएर भो नयाँ बाजु न भोला यो भो नयाँ भनेको चाहिँ मलाई ठ्याक्क थाहा भएन मेरो विचारमा भो नयाँ भन्नाले अब चिटिक्क परेर भन्न खोजेको हो कि सायद मेरो विचारमा बाजु भन्नाले मिस्टर भन्छौँ हामीले त्यस्तै नेपाल भाषामा अथवा नेपालीमा हामीले श्रीमान अब त्यस्तै अब सम्बोधन गर्नलाई हामीले भन्छौँ त्यस्तै नेपाल भाषामा बाजु भनिन्छ र ज्वाइँलाई पनि बाजु भनिन्छ बाजु न भोला बाजु पनि भोज आयो अथवा आउनु भयो भोए अर्थात भोज भइहाल्यो वल अर्थात आयो अथवा आउनु भयो भे लुया ने थे द स्ववल यो भे लुया अर्थात यो कस्तो हुन्छ भन्दाखेरि अब रक्सी खाएर मातेर खुट्टाले नै टेक्न सकेन अब खुट्टाले नै टेक्न गाह्रो हुने गरी अब रक्सी खायो भने भे लुया अब हिरो भन्नु पर्यो भने जुल भे लुया जुल भन्छौँ नेपालीमा अब खुट्टा नै टेक्न नसक्ने गरी खाएर हिरो भनिन्छ भे लुया ने थे द स्ववल ने थे द स्ववल अर्थात खाउला जस्तो गरी मलाई हेर्न आयो ने थे अर्थात खाउला जस्तै द अर्थात मलाई स्ववल अर्थात हेर्न आयो भे लुया ने थे द स्ववलको पुरा अर्थ खुट्टै टेक्न नसक्ने गरी खाउला जस्तो गरी मलाई हेर्न आयो भन्न खोजेको हो धेरै चुलो जी एला लुवया अब लरबरियो रक्सीले मातेर यसो लरबरियो मैले रक्सी राख्न आएर अनि मन खुवया मन चोर्न आएर भन्न खोजेको मतिनाया मिखा अर्थात मायाको आँखाले छ ह्याकवा तिमीले जिस्काउन आऊ अन्ती जोना अन्ती लिएर अन्ती भनेको एउटा जुन भोजहरूमा रक्सी राख्नुको लागि एउटा युज गर्ने भाँडा हुन्छ त्यसलाई अन्ती भनिन्छ सलिञ्चा ज्याकवा सलिञ्चा अर्थात माटोको प्याला भन्छ के अरे त्यसलाई माटोको हुन्छ कचौरा जस्तो सानो प्याला भन्छ कि नेपालीमा त्यस्तै लाग्यो मलाई सलिञ्चा ज्याकवा सलिञ्चा पढ्न आऊ भन्न खोजेको हो एला लुना सलिञ्चा बालनी एला राखेर लुना अर्थात खन्याउनु अथवा के भन्नु एला राख्नु भन्नु पर्योला एला राख्नु भन्दा बेस्ट होला एला लुना सलिञ्चा बालनी सलिञ्चा अब बालनी भन्नाले छुट्यो भन्नुको चर्क्यो भन्नुको फुट्यो भन्नु बालनी भन्नाले अब ठ्याक्क बालनीको अब दुई टुक्रा भयो भनौँ जेस अब त्यो सलिञ्चा माटोको प्याला फुट्यो अथवा टुट्यो भन्न खोजेको हो टोना जुइपी छे मज्यू थालनी टोना जुइपी अर्थात पिएर हिँड्ने टोना जुइपी पिएर हिँड्ने अर्थात रक्सी पिएर हिँड्ने भन्न खोजेको हो टोना जुइपी भन्नुको अर्थ छे घरमा
छे मज्यू थालनी घरमा हुँदैन भन्यो नि भन्न खोजेको हो मज्यू अर्थात हुँदैन थालनी अर्थात भन्यो कसी तले सैचंगु फसिदु कसी अर्थात घरको माथि छत हुन्छ त्यसलाई कसी भनिन्छ कसी तले कसी माथि सैचंगु फलिराखेको फसी अर्थात फर्सी दु अर्थात छ कौसी माथि फलिरहेको फर्सी छ न्याम मकु झिम हे ल्यासेदु न्याम अर्थात 5 जना 5 जना होइन 10 जना नै तरुनी छ भन्न खोजेको न्याम अर्थात 5 जना मकु होइन झिम 10 जना झिम हे अर्थात 10 जना नै ल्यासी अथवा ल्यासे दु तरुनी छ भन्न खोजेको मेरो 5 जना हैन अब कसैले तिम्रो धेरै तरुनी छ भन्यो भने मेरो 5 जना हैन 10 जना नै तरुनी छ भनेर त्यसरी भन्न खोजेको हो तपाईहरु पनि यसरी नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने agentakash.com/nepali-typing यो गर्नु होला अथवा गुगलमा एजेन्ट आकाश नेपाली टाइपिङ पनि गर्न सक्नुहुन्छ अनि यो वेबसाइट पाउन सक्नुहुन्छ अब केटाले भन्छ मेरो 5 जना हैन 10 जना नै तरुनी छ भनेर भन्छ त्यसपछि केटीले भन्छ झिम निम 10 जना जितछु 10-20 जना भए पनि मलाई के 5-10 जना हैन कि 10-20 जना भए पनि मलाई के झिम अर्थात 10 जना निम अर्थात 20 जना 10 जना जितछु भए पनि मलाई के जितछु अर्थात मलाई के जिथे जापी मेपी सु दैमखो अर्थात म जस्तो अरु कोही पनि हुँदैन जिथे जापी म जस्तै मेपी अरु सु दैमखो कोही हुँदैन दैमखो अर्थात हुँदैन अब केटाले भन्छ गीतमा भान्ज थाना कावे जी मोटरे बाजा बजाएर लिन आउँछु म मोटरमा बाजा थाना बाजा बजाएर बाजा अर्थात बाजा कावे लिन आउँछु जी मोटरे म मोटरमा रानी याना ते राजमहले अर्थात रानी बनाएर राख्छु राजमहलमा रानी याना रानी बनाएर ते राजमहले राख्छु राजमहलमा त्यसपछि केटीले भन्छ तिसा वस दको जी धैथेमा गहना लुगा सबै मैले भने जस्तै चाहिन्छ तिसा अर्थात गहना वस अर्थात लुगा दको अर्थात सबै जी दैथेमा मैले भने जस्तै चाहिन्छ जी अर्थात मैले जी दैथे अर्थात मैले भने जस्तै मा अर्थात चाहिन्छ वा मधुमा बुराची हे लैनेमा वा अर्थात दाँत दाँतलाई पनि वा भनिन्छ पानी परेको जुन रेनफल हुन्छ त्यसलाई पनि वा भनिन्छ अनि त्यसै गरी धानलाई पनि वा भनिन्छ वा मधुमा दाँत नभएको बुराची पुरा हे लैनेमा लै अर्थात मुला नेमा अर्थात खानुपर्छ स्वयम्भू द्यया सीमा चोए माकचा अर्थात स्वयम्भू देवताको रुखमाथि बाँदर भन्न खोजेको स्वयम्भू द्यया स्वयम्भू देवताको सीमा अर्थात रुख सीमा चोए अर्थात रुखको माथि माकचा माक अथवा माकचा माकचा भन्नाले बाँदर छ मदेव जुई जीवन या खचा तिमी भएन भने हुन्छ जीवन एक्लो भन्न खोजेको छ मदेव तिमी भएन भने जुई अर्थात हुन्छ जीवन या कचा जीवन एक्लो या कचा अर्थात एक्लो एक्लै एला लुवया एला राख्न आएर धेधे चुल छ एला लुवया छन्त स्ववया धेधे भयो अर्थात अब खुट्टै लरबर भयो तिमीले रक्सी राख्न आएर छ एला लुवया छन्त स्ववया तिमीलाई हेर्न आएर माक चैत तिसा छ तेकी म अर्थात बाँदरलाई तिमी गहना
लगाउने मान्छे भन्न खोजेको माख चैत बाँदरलाई तिसा गहना तिसा छ तेकी म गहना लगाउने भन्न खोजेको हो जी दशा न मेपी छ हेकी म भए पनि अरूलाई तिमी पकाउने भन्न खोजेको जी दशा न म भए पनि मेपी अर्थात अरू छ हेकी म तिमी पकाउने भन्न खोजेको एला लुवया रक्सी राख्न आएर धेरै चुलो जी एला लुवया मन खुवया धेरै भयो मैले रक्सी राख्न आएर मन चोड्न आएर भुटली द्याउने भाजले कनी मुई चुलो माथि हाँडीमा मकै पड्किन्छ भन्न खोजेको हो भुटली अर्थात भुटु भन्नाले अब त्यो चुलो भन्न खोजेको पहिले जुन माटोको चुलो हुन्छ भुटली द्याउने चुलो माथि भाजले हाँडीमा कनी अर्थात मकै मुई अर्थात पड्किन्छ कनी मुई अर्थात मकै पड्किन्छ छनाप हे थो जोवन हने जुई तिमीसँग नै यो जीवन बिताउने भन्न खोजेको छनाप तिमीसँग यो यसरी भन्दा पनि यो यसरी ठिक हुन्छ होला छनाप हे थो जोवन तिमीसँगै यो जोवन हने जुई बिताउने हुन्छ अनि त्यसपछि गाउने केटीको पाला आउँछ वायु छेने मुस्या छ सिया नै वायु अर्थात बुवाको छेने अर्थात टाउकोमा मुस्या भन्नाले पटमास छ तिमीले सिया नै भुटेर खान्छ बुवाको टाउकोमा पटमास तिमीले भुटेर खान्छ भन्न खोजेको हो कमाई मधु गेयना बिया हे कमाई छैन कसरी दिन्छ भन्न खोजेको यहाँ मधु भनेको चाहिँ छैन भन्न खोजेको हो कसैले मोरु पनि भन्छ मोरु मधु कमाई छैन भन्न खोजेको गेयना कसरी बिया है दिएर पठाउँछ भन्न खोजेको हो तपाईहरु पनि यसरी नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने गुगलमा एजेन्ट आकाश नेपाली टाइपिङ सर्च गर्न सक्नुहुन्छ अथवा डाइरेक्टली यो वेबसाइटमा agentakash.com/nepali-typing गरेर यो वेबसाइटमा डाइरेक्टली आउन सक्नुहुन्छ र तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र मन परेदेखि लाइक शेयर पनि गरिदिनु होला थ्यांक यू शुभ